हाई कोनिचिवा मिनासान सबैलाई नमस्कार। म तेमाले सेन्से। आज म तपाईहरुलाई पहिलो दिन डे 1 मा जापानिज भाषाको पहिलो दिनमा सिक्नुपर्ने केही कुराहरू लिएर आएको छु। सबैजनाले ध्यान दिएर हेरिदिनु होला। अब जापानिज भाषा, जापानिज ल्याङ्ग्वेजलाई उनीहरुको आफ्नो भाषामा भनिन्छ निहोन्गो, निहोन्गो भनिन्छ। अब यसमध्येमा सबैभन्दा पहिलो कुरा हामीले अक्षर सिक्नु पर्यो। अक्षर दुई प्रकारको हुन्छ, हिरागाना, काताकाना भन्ने अक्षरहरू हुन्छन् उनीहरुको। त्यसमा 46 वटा अक्षरहरू आउने गर्दछन्। अब हामीले युज गर्ने कस्तो बेला, प्रयोग कस्तो बेला, कुन प्रयोग गर्ने भन्ने विषयमा चाहिँ हिरागाना अक्षर भनेको जापानिजहरुको मौलिक शब्दलाई हामीले लेख्ने बेला हिरागाना अक्षरमा लेख्नुपर्छ, यो अक्षरमा लेख्नुपर्छ। जस्तै कि मौलिक शब्द भन्नाले उनीहरुको देशको आफ्नै भाषामा रहेको शब्दहरू, जस्तै इसु कुर्सी भन्छौँ हामीले, इसु चेयर, होन किताब बुकलाई होन भनिन्छ उनीहरुले, निकु भनेको मासु हो। यस्ता उनीहरुको आफ्नो मौलिक भाषामा रहेको शब्दहरूलाई लेख्नु पर्दा हामीले हिरागाना अक्षरबाट लेख्नुपर्छ है त। र त्यसपछि काताकाना भनेको चाहिँ आगन्तुक शब्दहरूलाई लेख्ने अक्षरहरू है। 46 वटा नै आउँछन् जसमा एउटा चाहिँ युजमा हुँदैन भने आगन्तुक शब्द यदि आइयो भने काताकानामा लेख्नुपर्छ। आगन्तुक शब्द भन्नाले जापानमा कुनै पनि जापान बाहेक अन्य देशहरूबाट आयातित शब्दहरू, अन्य देशबाट आएको शब्दहरू जसलाई आगन्तुक शब्द भनिन्छ हो, त्यस्तो शब्दहरूलाई हामीले काताकाना अक्षरमा लेख्नुपर्छ। जस्तै कि कामेरा, क्यामेरालाई कामेरा भन्छन्। चोकोरेटो, चकलेटलाई चोकोरेटो भन्छ। अनि कोही, कफीलाई कोही भन्छन् हो। यस्ता शब्दहरू भने हामीले काताकाना अक्षरमा लेख्नुपर्छ। र त्यसपछि रह्यो अर्को पार्ट भने उनीहरुको खान्जी पढ्नुपर्ने हुन्छ। हामीले खान्जी भनेको लिमिट हुँदैन, यो हामीले लेभल अनुसार पढ्दै जाने कुराहरू हुन्छन्। र त्यसपछि आयो हामीले मारु भन्ने पढ्नुपर्छ। मारु भनेको अक्षरमा हामीले यस्तो गोलो लगाउनुलाई चाहिँ मारु लाउने भनिन्छ। जस्तै कोपी लेख्दा मारु, एम्पिचु लेख्दाखेरि मारु लगाएको, यो गोलो लगाएको छ जसलाई हामीले मारु भन्ने गरिन्छ। अब त्यो मारु पछाडि अर्को रहेको छ तेन, हामीले पढ्नुपर्छ। तेन भनेको चाहिँ कस्तो भन्दाखेरि तेन भनेको अक्षरको माथि यस्तो दुईटा टिक दिनुलाई तेन हुन्छ। यस्तो का भयो, यसको माथि दुईटा यस्तो दिनुलाई तेन भनिन्छ। यस्ता कुराहरू पढ्नुपर्ने हुन्छ। केमा तेन लाग्छ, केमा मारु लाग्छ भन्नेहरू हामीले सिक्नुपर्छ। त्यो भने म बिस्तारै तपाईलाई सिकाउँदै जानेछु। र अर्को कुरा रह्यो योयोन पढ्नुपर्छ हामीले है। योयोन भनेको हामीले पढेको अक्षरमा यो अक्षरमा जोड्ने हो। जस्तै किमा या जोड्ने, किमा यु जोड्ने, किमा यो जोड्ने, यो या यु यो जोड्नुलाई चाहिँ योयोन भन्ने गरिन्छ, योवन भन्ने गरिन्छ है त। अनि त्यस पछाडि योवन पछाडि सुजी पढ्नु पर्यो हामीले। सुजी भनेको चाहिँ काउन्टिङ के गन्ने हैन, 1 2 3 4 5 6 7 हरू है, इचिनी सायों गोरोकु नाना हाची क्युजु भन्दै हामीले अध्ययन गर्नुपर्छ यो काउन्टिङहरू। र त्यस पछाडि रह्यो अब अर्को भनेको हामीले कोतोबा पढ्नु पर्यो जापानिज भाषामा। कोतोबा भनेको चाहिँ के हो त भन्दाखेरि भोकाबुलरीहरू, हामीले भोकाबुलरी कन्ट गर्नुपर्छ, शब्द अर्थ मिनिङहरू कन्ट गर्नुपर्ने हुन्छ। र त्यस पछाडि मिनिङहरू पनि कन्ट गरिसकेपछि हामीले लेसन वाइज नै हामीले बुङपो पढ्नुपर्ने हुन्छ। बुङपो भनेको ग्रामर पढ्नुपर्ने हुन्छ है। यति कुरा। त्यस पछाडि भने बाँकी कुराहरू हामी सबै स्टेप अनुसार नै अक्षर हिरागाना काताकानादेखि सिकाउँदै जानेछु नेक्स्ट भिडियोहरूमा। अहिलेको लागि तपाईहरुलाई सबैजनालाई दोमो आरिगातो गोजाइमासु। थ्याङ्क यू सो मच।